बुढा आयो भने त हेलेले हेलेले हुँदो रहेछ बिस्तारै जानुपर्छ हो र हामी स्लो राइडरहरूलाई अब के स्पिड चेकिङ बिस्तारै जानु हो हामी चाहिँ गाइज होइन फाइनल्ली बुढो नीलकण्ठबाट चाहिँ माथितिर घुम्न जाँदैछौँ अब कता जाने अब टाढै भिड पनि जान सकिन्छ होइन माथि अब शिवको मन्दिर भातिर घुम्न जान पनि सकिन्छ होइन थाहा छैन ठ्याक्कै अब कता जान मन लाग्छ त्यो चाहिँ देखिन्छ होइन सायद टाढै भिड पनि हेर्न पाइन्छ भने सायद होइन टाढै भिड जानु जस्तो प्लान पनि हल्का हल्का भइरहेको थियो अब चाहिँ जानुपर्छ होइन साथीहरू हेरिदिनु होला साथ दिनु होला गाडी यस्तो चर्को छ अनि ट्याङ्कर यस्तो चर्को छ के हुन्छ नि बुढा नीलकण्ठतिरकै रहेछ नि त अनि बुढा नीलकण्ठ त अनि चर्को ठाउँ हो नि त हामी जाने यहीँबाट हो हामी यताबाट चाहिँ जान्छौँ यो चाहिँ हाम्रो देउबा चोक हो है देउबा चोक देउबहादुर चोक हो कहिले कहिले मात्रै उचाल्न सिक होला होइन नत्र अहिले पत्ला मार्ग त्यस्तो भन्नुहुन्न कि भाइ त्यस्तो भन्नु भिडियोको लागि पनि राम्रो हुन्न क्या कन्टेन्टको लागि पनि राम्रो हुन्न क्या गाइजहरू कुन चाहिँ देउबाको देउबाको घर भन्नु होला होइन देउबा चोक कटेर आयो कता हो देउबाको घर भएर देउबा चोक भएको अरे होइन नामै राखिसक्यो यतातिर चाहिँ होइन चुचु चाहिँ कस्तो गराउनु थाल्यो ढुङ्गाले घोट्नु पर्ला जस्तो डिस्क्याडमा हामी चाहिँ अब बुढो नीलकण्ठ के अरे तारे भिडतिर लाग्दैछौँ होइन तारे भिड आउन मन लागेको मान्छेहरूलाई चाहिँ बाटो यता हो है गाइडहरू त्यो भन्दा पनि त्यस्तो चल्छ साह्रो नै हल्लिन्छ नि मोबाइलको त हल्लिन्छ हौ भाइ नाम मधुरैको आइफोनहरू पुरै आइफोन भइसक्यो कति वर्ष भइसक्यो त्योहरू त अनि चर्को फोन हो नि त आइफोनको आइफोन पनि आइफोन हो क्या तिनीहरू दादा हजुर दादा फोनहरू दादा फोनहरू नै पिच्छे फोनहरू बुढो के अरे तारै भिरतिर जाने पाहाडहरू चाहिँ यस्तो दामी देखिन्छ होइन गाइजहरू हेर्नु होला होइन अनि यस्तो दामी देखिन्छ मेरो बाइकमा त तेल कहिले फुल हुन्छ बुढो नीलकण्ठ चाहिँ सिधिँदै रहेछ कि के हो यसलाई त बुढो नीलकण्ठ भन्छ कि भन्दैन कमेन्टमा भन्नु होला चिन्नेहरूले होइन हामी त अब नयाँ बाटो खोज्दै आएको त्यति बाटो नि चिनिया त हो पहिला एकचोटि घुमेर जस्तो लागेको थियो तर अलिअलि याद छ होला रमाइलो छ कि गाडी छ टर्निङहरू नि गाइड गऱ्यो अन्त टर्निङ नै नपुग्ला जस्तो ठाउँहरू छ
प्लानिङ भनेको त यस्तो हुनुपर्छ हामी माथि चाहिँ जोपाइँदै नजाउन् भनेर चाहिँ शेरेबाले यस्तो बनाउनु भयो होला यसरी भन्दाखेरि बटारमा ठिक हो तर साइड साइड अझै पानी सानी हाल्नु जानुपर्छ होइन बनाउनु भएको हो मिठो छ यतातिर बाघले खाला तपाईँ कहाँ बसेको यहाँ बाघ लाग्छ आइज दाम आइज कति लाली गुराँस खुलिसकेको छ कहिले आइदेऊ हो अझै आउँछ लाली गुराँसहरू होइन गाई त्यो त तारै भिरको गेट हो कि त्यो थाहा छैन होइन अब फेरि रियल अडियो रियल खतरा हुन्छ नि भाइ रियल अडियो त खतरा हुन्छ नि अहिलेको रियल यो एफआईवाला एनएसहरू चाहिँ बटारेर चलाउनु पर्ने क्या जाउ लाग्यो यो अर्को भयो भने अलिकति बटार्दा नि चर्को बटारिन्छ क्या यो अलिक कम बटारिन्छ अलि साउन्ड चर्को आउनुपर्ने यसलाई बनाएपछि बल्ल अनि उठ्यो होला जस्तो लाग्यो बाजेहरू पुरा धन्यवाद के अरे के भन्छ अरे तारै हिँडेर पुरा सिटी बोकेर हिँडिरहेको छ है त्यतिखेर सामानले कस्तो देखाइदियो होला है भन्नाले रियल जोडिएर त ठिक हुन्छ नि त अनि लो हुन्छ हाम्रो बाटो देखाइदिनु अफरोड स्टार्ट भयो अफरोड पनि राम्रो छ चिल्लो छ चिल्लो साउन्डमा जस्तो गरेर गर्छ तपाईँ के बटारम पनि धुलै राम्रो रहेछ है त अलिअलि त्यो चाहिँ त्यस्तो अलि राम्रो हुनुपर्छ धुलो चिल्लो छ नेपालको बाटोमा कोदो रोप्न मिल्दो छ यहाँ अलिअलि पानी छिपछिप अलिअलि भनौँ न पानी परेर कोदो गाड्दै भने त उम्री आइहाल्छ मर्दैन होला कि होइन है बसेर रोपिन्छ नि कोदो त उम्रिन नि सजिलै फालेको नि उम्रिन्छ अनि फेरि ढिँडो खाएको मान्छेलाई त फाल्दै पनि उठेर आउँछ नि फेरि बलियो हुन्छ नि त्यस्तो हो नि त ढिँडो त कोदो खाएको मान्छे ढिँडै भन्नु पर्दैन कोदो खायो
जम्बु खायो भने नि कुन पानी खायो भने त भाइ जम्बु खानै पर्दैन नि। खसै आउँदैन नि यो मान्छेहरू चारैतिर। एकचोटि भेडाले लिएर आएको त्यो रानी बेला चाहिँ डराइ डराइ गइरहेको थिएँ गएर किन साना कुरो भडाएर त बाबु खास गरेर पछि आउँदाखेरि त ओभरटेक गर्छन् नि मान्छेहरूको माग्ने हिँडेको छ। राम्रो बुझ्ने गर्दा मान्छेहरू छ विदेश हिँडिसके। हामी जस्तो गुवाँठ गोबर गुवाँठहरू मात्रै यता हो। हात रहेछ बाइकहरू कुनै दिन भन्नुपर्छ हामी अलि फास्ट चलाउनु भन्दा कि भाइ यस्तोरी हो नि त। अनि एकदम स्लोमा कि यहाँबाट माथि जाने बाटो पनि रहेछ होइन। यहाँदेखि चाहिँ कता जाने हो थाहा भएन होइन। भाइ बाटो देखाउँछ कि भनेर रोकेर बसेको भाइले बाटै नदेखेको कहाँ भनेर अहिलेसम्म टुबक खान जाने त्यहाँबाट है रोक्रोमा भइसक्यो भने जिन्दगी त राम्रो नै हुन्छ भाइ। खासै राम्रो हुँदैन नि यो सुत्रो लगाए सिसिङ खरै हुन्छ यसलाई। तर एडिट सिडिट गर्न पऱ्यो नि त। एडिट गर्न जान्नु पऱ्यो नि भाइ। मैले मोबाइलबाट एडिट गर्दाखेरि अड्केर ल्याङ भएर यहाँ खस्किने भनेको थियो। टायर अलिक ठुलै चौधो चाहिने क्या भाइ यस्तो धुलोमा त है। ठुलो टायर त फेरि फसल्किँदैन नि होइन है कति ठुलो टायर फसल्किन्छ यस्तो धुलोमा चिप्लिन्न। खै त्यो धुलो काटेर हो क्या हो कस्तो कस्तो लाग्छ मलाई। त्यसले धुलोहरू काट्छ नि त। धुलो काटेपछि कहाँ चिप्लिन्छ भाइ। यसले त काट्नै सक्दैन नि क्या। लिन्थिङ लिन्थिङ भइरहेको बुझाएको तिमीले कहिले बेला है कस्तो थियो भने तर मान्छेलाई पछाडि बस्ने त जसरी नै बस्ने त्यो अगाडि बस्ने त खै त। अनि यहाँतिरको पसलहरू खै त यहाँको त्यो सिरोहरू रहेछ सल्लाह गरेर बसेर फोटो खिच्यो भनेर एउटा चाहिँ तारै भित्रै दामी छ होइन। त्यस्तो छर्के त होइन कि भाइ। त्यसले चाहिँ टाढै बुझिन्न क्या। अलिक अलिक सिधा राख्नु मोबाइल यस्तो यस्तो गरेर अलि ठुलो रमाइलो छ। हामी खसी लाने कि कुखुरा लाने हो। कुखुरा लाने भनेर हामीले लोकल भाले लोकल भाले र 3 पाने अनि त्यो क्यापकटबाट एडिट गर्न आउँदैन आउँछ कि त्यो क्यापकट स्यापकट काटेर फाल्नु पर्छ। त्यो सानो हुन्छ कि भिडियोहरू। कता माथि कि तल माथि
त्यो त अनि तपाईँले यतिकै हाल्दा त त्यतिकै त्यो त अलिअलि त एडिट गर्न पऱ्यो नि छेउटुप्प काट्छु अलिअलि थुप्पो बिचतिरको काट्न आउँदै आउँदैन आउँछ बिचतिरको अलिअलि आउँछ है तारै भिर चाहिँ घुम्न आउनुपर्छ हजुर आएको ठाउँ तपाईँहरू काठमाडौँ बसेर यही अब तारै भिर्नु गएको त हुँदैन तारै भिर भन्ने गीत सुन्नु भएको होला गाइज होइन हामी चाहिँ अब कता यता 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 त होला यता यो त घुम्पिहाल्ने हो तिमी तारे भिर भन्ने एउटा के थियो गाडी त्यसमा गीतै थाहा छैन होइन हेर न कस्तो दामी ठाउँ चाहिँ हो है यो चाहिँ काठमाडौँ भ्याली गोकर्णेश्वर गोकर्ण के समथिङ हो होइन हामी त्यही यो पुरा नीलकण्ठबाट यो डाँडो कटेर आएको छौँ होइन अनि हाम्रो साथमा चाहिँ बसन्त भाइ हुनुहुन्छ होइन हाई गरिदियो नि भाइ चाहिँ हेलो हेलो होइन अनि माई फ्रेन्ड होइन इधर देखो कस्तो दामी सिन छ होइन हामी त हेरेको हेरै भयौँ होइन अनि यो घरमाथि त्यो ट्याक्कै त्यो डाँडाको सुचुरो रहेछ यस्तो दामी कि मलाई त हेरेको हेरै गर्न मन लाग्यो नि तारे भिर चाहिँ यस्तो दामी ठाउँ छ है बाल छ बाटोहरू पनि दामी छ रोडहरू पनि साथीहरू कस्तो लाग्यो सो सल्लाह सुझाव दिनु होला फुलपानीको रुखरी होइन यो चाहिँ फुल फुल्दैछ कि अरू छ भन्छ त्यो दामी छ नि हौ